भजन संग्रहको पुस्तक भजन 106। इस्राएलको पाप र परमेश्वरको उदारता। परम प्रभुको प्रशंसा गर, परम प्रभुमा धन्यवाद चढाओ, किनकि उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सधैँभरि रहन्छ। परम प्रभुको पराक्रमी कामहरूको बयान कसले गर्न सक्छ? उहाँको प्रशंसा सम्पूर्ण रूपले कसले घोषणा गर्न सक्छ? तिनीहरू धन्यका हुन् जो न्यायमा चल्दछन्, जो सधैँ सदाचरण गर्दछन्। हे परम प्रभु, आफ्नो प्रजामाथि निगाह गर्नुहुँदा मलाई सम्झनुहोस्, तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्, र तपाईका चुनिएकाहरूको सुख शान्ति देख्न पाऊँ, र तपाईका जातिको हर्षमा सहभागी हुन सकूँ, अनि तपाईको उत्तराधिकारका मानिसहरूसँग मिली तपाईको प्रशंसा गर्न सकूँ। हाम्रा पुर्खाहरूले जस्तै हामीले पनि पाप गरेका छौं, हामीले अपराध गरेका छौं, हामीले दुष्टाइ गरेका छौं। हाम्रा पुर्खाहरूले मिश्र देशमा छँदा तपाईका आश्चर्य कर्महरूको ख्यालै गरेनन्। तपाईको प्रशस्त करुणा तिनीहरूले सम्झेनन्, र लाल समुद्रको किनारमा तिनीहरूले सर्वोच्च परमेश्वरको विद्रोह गरे। तापनि आफ्नो महापराक्रम प्रकट होस् भनेर उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनु भयो। उहाँले लाल समुद्रलाई हप्काउनु भयो र त्यो सुकिहाल्यो। यसरी उहाँले तिनीहरूलाई मरुभूमिको बाटो जस्तै गरी गहिरो ठाउँबाट डोर्याएर लैजानु भयो। उहाँले तिनीहरूलाई शत्रुको हातबाट बचाउनु भयो, शत्रुको हातबाट तिनीहरूलाई छुटाउनु भयो। तिनीहरूका विरोधीहरूलाई पानीले छोप्यो, उनीहरू मध्ये एकजना पनि बाँचेन। तब तिनीहरूले उहाँका वचनमाथि विश्वास गरे र उहाँको प्रशंसा गरे, तर तिनीहरूले चाँडै उहाँका कार्यहरू बिर्सिहाले र उहाँका सल्लाहको प्रत्यक्ष तिनीहरूले गरेनन्। उजाड स्थानमा तिनीहरूले आफूलाई आफ्नो तृष्णाको वशमा सुम्पिए, र तिनीहरूले मरुभूमिमा परमेश्वरको परीक्षा गरे। यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो। छाउनीमा तिनीहरू मौसासित र परम प्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे। धरती फाटेर दातानलाई निल्यो र अभिरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्की उठ्यो, आगोको ज्वालाले दुष्टहरूलाई भस्म पार्यो। होरेबमा तिनीहरूले बाछा बनाए र धातुको मूर्ति पूजा गरे। यसरी तिनीहरूले आफ्नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले मिश्र देशमा महान कार्यहरू गर्नुभएको थियो, जसले हामको देशमा आश्चर्य कर्महरू र लाल समुद्रको किनारमा भयंकर काम गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोसा उहाँको सामुन्ने खडा भए। तब तिनीहरूले सुन्दर देशलाई तुच्छ ठाने, तिनीहरूले उहाँको प्रतिज्ञामा विश्वास गरेनन्। तिनीहरू आफ्ना पालहरूमा गनगनाए र परम प्रभुको आज्ञा पालन गरेनन्। यसकारण तिनीहरूलाई उजाड स्थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो, अनि तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपष्ट पार्छु र तिनीहरूलाई देश विदेशमा तितर बितर पार्छु भन्नुभयो। तिनीहरूले पोहोरको बाल देवताको पूजा गरे, निर्जीव देवताहरूलाई चढाएका बलिका थोकहरू खाए। तिनीहरूले आफ्नो दुष्ट कामले परम प्रभुलाई क्रोधित पारे र तिनीहरूमा रूढी फैलियो। तर पिनहास उठेर मध्यस्थता गरे र यसैले रूढी थामियो, अनि यो तिनको निम्ति पुस्तौंसम्म सदाको लागि धार्मिकता गनियो। तिनीहरूले मेरीबाका पानीको नजिक पनि परम प्रभुलाई क्रोधित तुल्याए, र तिनीहरूले गर्दा मोसाको खराबी हुन गयो, किनभने तिनीहरू परमेश्वरका आत्माको विरुद्धमा बागी भएका थिए र मोसाको मुखबाट अनर्थ कुरा निस्के। परम प्रभुको आज्ञा अनुसार तिनीहरूले अन्य जातिहरूलाई नाश गरेनन्, तर तिनीहरू जाति जातिहरूसँग मिसिए र तिनीहरूका रीतिहरू अपनाए। तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे र तिनीहरूका निम्ति पासो बने। तिनीहरूले आफ्ना छोराछोरीहरूलाई भूतात्माहरूलाई बलि चढाए। तिनीहरूले निर्दोषको रगत अर्थात आफ्नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए, र तिनीहरूको रगतले धरती अपवित्र भयो। यसरी तिनीहरू आफ्नै कामले अशुद्ध भए र आफ्नो कामले गर्दा तिनीहरू व्यभिचारी बने। त्यसकारण आफ्नो प्रजामाथि परम प्रभुको क्रोध दन्क्यो, र उहाँले आफ्नो उत्तराधिकारका मानिसहरूलाई घृणा गर्नुभयो, अनि उहाँले तिनीहरूलाई अन्य जातिहरूका हातमा दिनुभयो, र तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे। तिनीहरूका शत्रुहरूले पनि तिनीहरूलाई अत्याचार गरे र तिनीहरूलाई आफ्नो शक्तिको वशमा पारे।
धेरैचोटि उहाँले तिनीहरूलाई छुटाउनु भयो, तर तिनीहरू आफ्नै विद्रोहपूर्ण युक्तिमा चल्दै गए र तिनीहरू आफ्नै अधर्मले पतन हुँदै गए। तर उहाँले तिनीहरूको दुहाई सुनेर तिनीहरूको संकटमा नजर फिराउनु भयो। तिनीहरूका खातिर आफ्नो करार उहाँले स्मरण गर्नुभयो र आफ्नो प्रशस्त करुणानुसार दयालु हुनुभयो। तिनीहरूलाई कैद गर्नेहरू सबैको नजरमा तिनीहरूलाई दयाको पात्र बनाउनु भयो। हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस्। तपाईको पवित्र नाउँमा धन्यवाद चढाउन् र तपाईको प्रशंसामा गौरव गरून् भनेर हामीहरूलाई जातिहरूका बीचबाट एकत्र गर्नुहोस्। परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा अनादिदेखि अनन्तसम्म भइरहोस् र सबै मानिसहरूले भनुन् आमेन। परमप्रभुको प्रशंसा गर। भजन संग्रहको पुस्तक भजन 107। सबै संकटमा परमेश्वर शरणस्थान। परमप्रभुमा धन्यवाद चढाओ, किनभने उहाँ भला हुनुहुन्छ। उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनुन्, जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनु भयो, तिनीहरू जसलाई देश देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो। कोही मरुस्थलका उजाड स्थान हुँदो अलमली हिँडे र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्। भोक र प्यासले छिन भई प्राण जाला जत्तिकै भइसकेको थियो। तब तिनीहरूले आफ्नो दुःखमा परमप्रभुको दुहाई गरे र उहाँले तिनीहरूलाई आपतबाट छुटाउनु भयो। उहाँले तिनीहरूलाई सोझो बाटोबाट दोहोरेर एउटा सहरमा पुर्याउनु भयो, जहाँ तिनीहरू बसोबास गर्न सके। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्, किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। कोही कोही घोर अन्धकारमा बसे, कैदीहरू जो फलामका साङ्लाले बाँधिएर पीडामा थिए, किनभने तिनीहरूले परमेश्वरका वचनको विद्रोह गरेका थिए र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए। यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन। तब तिनीहरूले आफ्नो संकटमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई तिनीहरूको आपतबाट छुटाउनु भयो। उहाँले तिनीहरूलाई घोर अन्धकारबाट बाहिर ल्याउनु भयो र उहाँले तिनीहरूको बन्धन टुक्रा टुक्रा पारिदिनु भयो। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामको निम्ति उहाँलाई धन्यवाद चढाउन्, किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्छ र फलामे आग्लाहरू चिनालिदिनुहुन्छ। कोही कोही आफ्नै विद्रोही चालले गर्दा मूर्ख बने र आफ्नै अपराधको कारण विपत्तिमा परे। सब भोजनहरू तिनीहरूलाई अमन भयो र तिनीहरू मृत्युको मुखसम्म पुगे। तब तिनीहरूले आफ्नो संकटमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई तिनीहरूको आपतबाट छुटाउनु भयो। उहाँले आफ्नो वचन पठाउनु भएर तिनीहरूलाई निको पार्नु भयो र तिनीहरूलाई मृत्युको खाडलबाट उकास्नु भयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्। तिनीहरूले धन्यवाद बलि चढाउन् र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्। कोही कोही जहाज चढी समुद्रमा गए, तिनीहरू महासागर माथिका व्यापारी थिए। तिनीहरूले परमप्रभुका कार्यहरू देखे। सागरको गहिराईमा तिनीहरूले उहाँका आश्चर्य कार्यहरू देखे, किनभने उहाँले आज्ञा गर्नुभयो र प्रचण्ड आँधी चलाउनु भयो, जसले सागरका छालहरू उठाए। तिनीहरू आकाशसम्म चढेर गए र फेरि सागरको गहिराईमा झरे। तिनीहरूको क्लेशमा तिनीहरूको साहस गलेर गयो। तिनीहरू मतवाला जस्तै रन्थनेर धर्मराउँदै थिए र तिनीहरूको अक्कल गुम भयो। तब तिनीहरूले आफ्नो संकटमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई तिनीहरूको आपतबाट छुटाउनु भयो। उहाँले आँधीलाई शान्त गराउनु भयो र सागरका छालहरू स्थिर भए। आँधी शान्त भएपछि तिनीहरू खुसी भए र उहाँले तिनीहरूले चाहेका बन्दरगाहमा पुर्याउनु भयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्यका कामका निम्ति उहाँलाई धन्यवाद चढाउन्। तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारिफ गरून् र धर्मगुरुहरूको सभामा उहाँको प्रशंसा गरून्। उहाँले नदीहरूलाई मरूभूमिमा बग्ने, खोलालाई सुक्खा भूमिमा र मलिलो भूमिलाई नुनको मरुस्थलमा परिवर्तन गरिदिनु भयो। त्यहाँ बस्ने मानिसहरूका दुष्टताको कारणले यसो भएको थियो। उहाँले मरूभूमिलाई तालहरूमा र सुक्खा जमिनलाई बग्ने खोलाहरूमा परिवर्तन गरिदिनु भयो। परमप्रभुले भोकाएकाहरूलाई त्यहाँ बस्न ल्याउनु भयो अनि तिनीहरूले आफू बस्नलाई एउटा सहर निर्माण गरे। तिनीहरूले खेतमा बिउ छरे र दाखबारी लगाए
जसले असल फसल उत्पादन गर्यो उहाँले तिनीहरूलाई आशिष दिनुभयो अनि तिनीहरूको संख्यामा धेरै वृद्धि भयो र तिनीहरूका गाई वस्तुलाई उहाँले घट्न दिनु भएन। अत्याचार, विपत्ति र शोकले गर्दा तिनीहरूको संख्या घट्यो र तिनीहरू होच्याइए। उहाँ जसले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्की हिँड्न दिनुभयो, तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपदबाट उकास्नु भयो र तिनका परिवारहरू भेडाका बथान झैं बढाउनु भयो। सोझाहरू यो देख्दछन् र आनन्दित हुन्छन्, तर सबै दुष्टहरू आफ्नो मुख बन्द राख्छन्। जो बुद्धिमान छ त्यसले यी कुराहरूमा ध्यान दियोस् र परम प्रभुको महान करुणामाथि विचार गरोस्। भजन संग्रहको पुस्तक भजन 108। विजयको प्रार्थना। संगीत निर्देशकको निम्ति दाउदको भजन। हे परमेश्वर, मेरो हृदय स्थिर छ, म गाउनेछु र मेरो सम्पूर्ण प्राणले म राग बजाउनेछु। हे बिनारा सारङ्गी, जाग हो, म प्रभातलाई जगाउनेछु। हे परम प्रभु, जातिहरूका बीचमा म तपाईको प्रशंसा गाउनेछु, मानिसहरूका बीचमा म तपाईको विषयमा गाउनेछु, किनकि तपाईको करुणा महान छ, स्वर्ग भन्दा पनि उच्च छ र तपाईको विश्वसनीयताले आकाशै छुन्छ। हे परमेश्वर, तपाईँ स्वर्ग भन्दा पनि उच्च हुनुहोस्, तपाईको महिमा सारा पृथ्वीभरि व्याप्त होस्। तपाईको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मद्दत गर्नुहोस् र तपाईले प्रेम गर्नुभएकाहरूले छुटकारा पाउन्। परमेश्वरले आफ्ना पवित्र स्थानबाट भन्नुभएको छ, विजयमा शकेमलाई विभाजन गर्नेछु र सुक्कुतका बेंसी नापेर छुट्याउनेछु। गिलाद मेरो हो र मनुष्य पनि मेरै हो, इफ्राइम मेरो टोप हो, यहुदा मेरो राजदण्ड हो। मोआब मेरो पानीको बाटो हो, एदोम माथि म आफ्नो जुत्ता फाल्छु, पलिष्ट माथि म विजय साथ कराउँछु। कसले मलाई किल्ला भएको सहरमा पुर्याइदेला, एदोमसम्म मलाई कसले डोर्याउला। हे परमेश्वर, तपाईँ नै होइन जसले हामीलाई त्याग्नु भएको छ र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्न। शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहायता त व्यर्थको हुन्छ। परमेश्वरद्वारा हामी विजय प्राप्त गर्नेछौँ र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चन हुनेछ। भजन संग्रहको पुस्तक भजन 109। प्रतिशोधको याचना। संगीत निर्देशकको निम्ति दाउदको भजन। हे परमेश्वर, जसको म प्रशंसा गर्छु, मौन नबस्नुहोस्, किनकि दुष्ट र कपटपूर्ण मानिसहरूले मेरो विरुद्धमा आफ्नो मुख खोलेका छन्। तिनीहरूले मेरो विषयमा झुटो बोल्ने जिब्राले बोलेका छन्। घृणास्पद शब्दले तिनीहरूले मलाई घेरेका छन् अनि बिना कारण तिनीहरू ममाथि आक्रमण गर्छन्। मेरो मित्रताको साटो तिनीहरू मलाई दोष दिन्छन्, तर म त प्रार्थना गर्ने मानिस हुँ। तिनीहरूले मेरो भलाइको साटो खराबी गर्छन् र मेरो मित्रताको साटो घृणा। कुनै दुष्ट मानिसलाई त्यसको विरोध गर्न नियुक्त गर्नुहोस् र त्यसलाई दोष लाउने मानिस त्यसको दाहिनेपट्टि खडा हुन दिनुहोस्। त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरियोस् र त्यसका प्रार्थनाले नै त्यसलाई दण्ड मिलोस्। त्यसको आयु अल्प होस् र त्यसको पद अर्काले खोसोस्। त्यसका छोराछोरीहरू पितृहीन हुन् र त्यसकी पत्नी विधवा होस्। त्यसका छोराछोरीहरू भिख माग्ने हुन्। तिनीहरूले वास गरेका उजार घरहरूबाट तिनीहरू धपाइउन्। त्यससँग भएका सबै सम्पत्ति साहुले जफत गरोस् र त्यसको परिश्रमको फलहरू पराईहरूले लुटुन्। त्यसमाथि दया गर्ने कोही पनि नहोस्, न त त्यसका पितृहीन छोराछोरीमाथि टिठाउने कोही होस्। त्यसका सन्तान दर सन्तान बहिष्कृत हुन् अनि आउने पुस्तामा तिनीहरूका नाउँ पनि मेटिउन्। त्यसका पिता पुर्खाको अधर्म परम प्रभुको समक्ष सम्झना होस् र त्यसकी आमाको पाप कहिले नमेटियोस्। तिनीहरूका पाप निरन्तर परम प्रभुको सामु रहन् र उहाँले तिनीहरूको स्मृति पृथ्वीबाट मेटिदेऊन्, किनभने त्यसले कहिले पनि कृपा देखाउन विचार गरेन। तर दुखी र दरिद्र मानिसहरू र चूर्ण हृदय भएकाहरूलाई मृत्यु समय त्यसले खेदो गरेको थियो। त्यसले शराब दिन मन पराउँथ्यो, त्यो शराब त्यही माथि आइपरोस्। त्यसले आशिष दिन रुचाएन, त्यसबाट पनि आशिष टाढै रहोस्। त्यसले वस्त्र धारण गरे जस्तै शराब धारण गर्यो। शराब त्यसको पेटमा पानी जस्तै भरियो र तेल जस्तै त्यसका हड्डीहरूमा प्रवेश गर्यो। शराब त्यसको लागि वस्त्र जस्तै होस् र यो त्यसको कमरमा निरन्तर बाँधिने पटुका जस्तै होस्। मलाई दोष लाउनेहरू र मेरो विरुद्धमा दुष्ट कुरा बोल्नेहरूलाई परम प्रभुले यस्तै पुरस्कार देऊन्। तर हे परम प्रभु परमेश्वर, तपाईको नाउँको खातिर मसँग दयाको व्यवहार गर्नुहोस् र मलाई छुटाउनुहोस्, किनभने म दरिद्र र दुखी छु र मेरो हृदय म भित्र घायल छ। म बेलुकीको छाया जस्तै विलोप हुन्छु, सोला झैं म टकटकाएर फालिएको छु। उपवास बस्दा बस्दा मेरा घुँडाहरू निर्बल भएका छन् र मेरो शरीर
दुब्लो र सुकेको छ। मलाई अभियोग लाउनेहरूको दृष्टिमा म तिरस्कारको पात्र भएको छु। तिनीहरूले मलाई देख्दा मुन्टो हल्लाउँछन्। हे परमप्रभु मेरा परमेश्वर, मलाई सहायता गर्नुहोस्। तपाईँको करुणा अनुसार मलाई बचाउनुहोस्। यो तपाईँको हात हो भनी तिनीहरूले जानुन् र हे परमप्रभु तपाईँले नै यो गर्नुभएको हो भनी तिनीहरूले बुझुन्। तिनीहरूले सराप्न सक्छन् तर तपाईँले आशिष दिनुहुनेछ। तिनीहरूले आक्रमण गर्दा तिनीहरू शर्ममा पर्नेछन् तर तपाईँको दास हर्षित हुनेछ। मलाई दोष लाउनेहरूले अपमानको वस्त्र लाएका हुनेछन् र आफ्नो शर्मको खाँचोले ढाकेका हुनेछन्। म मेरो मुखले परमप्रभुमा धेरै प्रशंसा चढाउनेछु। धेरै भीड़का बीचमा म उहाँको स्तुति गर्नेछु, किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खडा हुनुहुन्छ र त्यसलाई दण्ड दिन चाहनेको हातबाट उहाँले त्यसलाई बचाउनुहुन्छ। भजन संग्रहको पुस्तक भजन 110। परमप्रभुले राजालाई अधिकार दिनुभएको दाउदको भजन। परमप्रभु मेरा प्रभुलाई भन्नुहुन्छ, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुलाई तिम्रा खुट्टाको पाउदन तुल्याउँदिन। परमप्रभुले सियोनबाट तपाईँको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ। तपाईँका शत्रुहरूमाथि तपाईँले शासन गर्नुहुनेछ। तपाईँका युद्धको दिनमा तपाईँका प्रजाले स्वेच्छासाथ आफूलाई दिइहाल्नेछन्। तपाईँ पवित्रताको वैभवमा सुशोभित भई प्रभातको गर्भबाट तपाईँका जवानहरूको ओसलाई तपाईँले प्राप्त गर्नुहुनेछ। परमप्रभुले शपथ खानु भएको छ र आफ्नो मन बदल्नु हुने छैन। मल्कीसेदेकको दर्जा बमोजिम तिमी सधैँभरिको निम्ति पुजारी हौ। परमप्रभु तपाईँको दाहिने हाततर्फ हुनुहुन्छ। उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर गर्नुहुनेछ। उहाँले लासको थुप्रो लगाएर जाति जातिको न्याय गर्नुहुनेछ अनि सारा पृथ्वीका शासकहरूलाई चकनाचुर पार्नुहुनेछ। उहाँले बाटोका छेउको खोलाको पानी पिउनुहुनेछ, त्यसकारण उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।